सभाको यात्राको क्रममा छौँ। अहिले यो टिआइएको डोमेस्टिक टर्मिनलबाट यात्रा सुरु गर्दैछौँ। हामी विराटनगर एयरपोर्टमा आइपुग्यौँ। एकपटकको विराटनगर एयरपोर्टको संरचना पनि हेरौँ। धनकुटाको हिले बजारमा यसलाई तोन्पा चोक भनिँदो रहेछ। हामी तेह्रथुमको यो बसन्तपुर बजारमा आइपुग्यौँ। बजार धेरै ठुलो त छैन। हामी तेह्रथुमको मुन्दुम पार्कमा छौँ। यो किराँत राईहरूको सिम्बल हो। यो यहाँ विभिन्न ठाउँमा यस्तो ढुङ्गाको सिम्बलहरू राखेर उहाँहरूको संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। यो तेह्रथुमको बसन्तपुर बजारदेखि थोरै मुनतिर पर्छ। यो चाहिँ लालीगुराँस नगरपालिकामा पर्दो रहेछ। अब अहिले लालीगुराँस फुल्ने मौसम त छैन। फागुन चैत्रतिर यहाँ लटारमा लालीगुराँस पनि फुल्दो रहेछ। त्यसैले यो नगरपालिकाको नाम पनि लालीगुराँस नगरपालिका राखिएको छ। यहाँ तल म जाँदै गरेको ठाउँमा पनि एउटा पार्क छ र प्रतीक पनि हामीले देख्न सक्छौँ। यहाँ विभिन्न ठाउँबाट विभिन्न दर्शकहरू पार्क अवलोकनको लागि आउनुहुँदो रहेछ र यसको मेन्टेनेन्स चाहिँ नगरपालिकाले पनि गर्दै संरक्षण गर्दै परिवर्तन गर्दै ल्याएको अवस्था रहेछ यहाँ। र यहाँ पनि यो सिम्बलको रूपमा यो ढुङ्गा राखिएको छ। तेह्रथुममा छौँ। तेह्रथुममा चाहिँ यो मन्दिर रहेछ। हामी देवीको दर्शनको लागि अब मन्दिरभित्र प्रवेश गर्दैछौँ। हजुर पुजारी यहाँको? हजुर अलिकति बोल्नुहुन्छ के को लागि हजुर? यो कसरी यो मन्दिर स्थापना भयो भन्ने? यो मन्दिर स्थापना भयो त मलाई त्यति थाहा छैन छन चाहिँ। हजुर। तर यो पहिले चाहिँ अब यो म्याउ भनेको बिरालो, हजुर हजुर, लुङ भनेको ढुङ्गा हजुर रहेछ। मैले जाने अनुसारको चाहिँ यो पहिला चाहिँ देवी चाहिँ एकजना पहिला भारी बोक्ने ढाक्रेले चाहिँ कता यहाँ तल ननाग्दै यहाँ कता माथि चाहिँ भात पकाएर खाँदाखेरि भरियाले चाहिँ अनि पाक्नु लागेको भात चाहिँ एकदम त्यो ढुङ्गै उफ्रेर बुलुक 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 उफ्रेर भातको भाँडो लडाइदियो अरे। अब लिम्बूको झ्वाक निकालेर फुत्तै खुकुरी झिकेर चट्टै काटेको अरे अनि छर्रै खुनायो अरे अनि भाग्यो अरे। त्यो भागेपछि बिरालो बन्यो अरे। बिरालो बन्नेपछि बाघ पनि बन्यो अरे। त्यस पछाडि अनि यो कता बिचल्नी भएर बस्यो अरे। अनि यहाँका त्यो अब पुराना बुढापाकाहरू लिम्बू जाति कसले हो पनि सपनामा देखेर मलाई यस्तो बिचल्नी पार्यो, किन यो बिचल्नी पारेको भनेर चाहिँ अनि सबै खोजी खबर गर्दाखेरि खोजेर पत्तो लगाएर भेटेर अब काटेको देवी अहिले यहीँ हजुरले देख्न सक्नुहुन्छ भित्र होइन। अनि त्यसरी ल्याएर डोलीमा हालेर बाजागाजा सहित ल्याएर यहाँ स्थापना गरेर चाहिँ मान्ने गर्ने गरेको। अहिलेसम्म त्यहीसँग त्यही भगवतीले यहाँ सबैलाई पुगी पनि रहेछ, राम्रो पनि भइरहेछ हजुर। त्यसो रहेछ हजुर यहाँको मैले जाने अनुसार। अब लिम्बू भाषाबाट म्याउ भनेको बिरालो, लुङ भनेको ढुङ्गा। हामी तेह्रथुमको सदरमुकाम
म्याङलुङमा छौँ। खासमा यो म्याङलुङ रहेछ, पछि चाहिँ अपभ्रष्ट भएर म्याङलुङ बनाइएको रहेछ। हामी सङ्खुवासभा आइपुग्यौँ। अब यो सङ्खुवासभामा अरुण नदी बगिरहेको हामीले देखिराखेका छौँ। नदी ज्यादै ठुलो छ। अब यहाँ हामी पछि बिस्तारै अरुण उपत्यका पनि हेरौँला। हेलो नमस्ते। अहिले हामी सङ्खुवासभा जिल्लाको यो पुरानो सदरमुकाम चैनपुरमा छौँ। चैनपुरमा आउँदा यो कोरुवाको एउटा निशानी देखियो। यो चाहिँ साह्रै राम्रो आकृतिमा बनाएको छ। बाँकी हामी भिजुअलमा पनि हेरौँला। अहिलेलाई धन्यवाद। हेलो, म अहिले यो सिद्धकाली मन्दिरमा छु। हामी सङ्खुवासभाबाट यो मन्दिर अवलोकनको लागि झन्डै 30-35 किलोमिटर पार गरेर यहाँ आइपुगेका छौँ। अब हामी भित्र गएर यो मन्दिरको अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि बाँकी सिनेरी म देखाउँछु। अहिलेलाई धन्यवाद। हामी यो सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरबाट 7 किलोमिटर अगाडि यो स्वस्थानी व्रत कथामा हामीले सुन्ने चाहिँ सतीदेवीको दाहिने आँखा पतन भएको पवित्र स्थल जुन अहिले सिद्धकाली मन्दिरको रूपमा प्रसिद्ध छ सङ्खुवासभामा र देशैभरि। मन्दिरको दर्शनको क्रममा यहाँ आइपुगेका छौँ। रमणीय छ वरिपरि डाँडाकाँडा हेर्दाखेरि पनि। अहिले अब मन्दिर बन्द भएकोले हामीले भित्र दर्शन गर्न पाएनौँ। बाहिरैबाट चाहिँ दर्शन गऱ्यौँ। बिहान आएको भए अझ रमाइलो हुन्थ्यो होला। अझ भित्र चाहिँ मूर्तिको समेत हामी दर्शन गर्न पाउँछौँ होला भगवानको। त्यो अवसर मिलेन। यद्यपि हामी यहाँ रमाइलो गरिरहेछौँ, दर्शन गरिरहेछौँ भगवानको। हामी अहिले चाहिँ यो सङ्खुवासभा जिल्लाको चैनपुरमा अवस्थित सिद्धकाली मन्दिरमा यहाँ दर्शन गर्न प्रवेश गरेका छौँ। यो सिद्धकाली मन्दिर भनेको श्री स्वस्थानी परमेश्वरी व्रत कथाको त्यो पुस्तकमा उल्लेख गरिएको सतीदेवीको चाहिँ दायाँ आँखा पतन भएको ठाउँ हो। यहाँ आएपछि मान्छेको भविष्यप्रतिको दृष्टि सकारात्मक हुने सोच राखिएको छ। हस्, धन्यवाद। आज मिति 2082 साल कार्तिक 20 गते हामी सङ्खुवासभाको चैनपुर स्थित सिद्धकाली मन्दिरमा छौँ। यहाँ दर्शनको लागि आएको छौँ। मन्दिरमा दर्शन गऱ्यौँ। यो मन्दिरले यो चाहिँ सती माईले हामी सबैको चाहिँ रक्षा गरौँ, कल्याण गरौँ। धन्यवाद। सुदूरपूर्व भ्रमण गर्ने क्रममा आज सङ्खुवासभा जिल्लाको सिद्धकाली मन्दिरमा आइपुगेका छौँ। पहिलाको यो चैनपुरदेखि करिब 7 किलोमिटर यता आएपछि अलिक माथि लागेपछि चाहिँ हामी यो सिद्धकाली मन्दिरमा आइपुग्नु रहेछौँ। मन्दिरमा जो 3-4वटा एउटा मेन मन्दिर, अरू 3-4वटा मन्दिर सहितको एउटा यो प्राङ्गणमा हामी एकछिन भ्रमण गरेर फर्किने क्रममा छौँ। एकदमै यहाँ आउँदा चाहिँ मनै एकदम आनन्द भएको छ। हामी हेर्ने क्रममै छौँ। हुन्छ, धन्यवाद। म यो मन्दिर परिसरका अनि मठ मन्दिरहरू देखाउने क्रममा छु। यो मन्दिर परिसरबाट हामीले दक्षिणतिरको के अरे सिनेरियो लिइराखेका छौँ। पारीको गाउँ चाहिँ यो मादी गाउँ हो भन्ने कुरा जानकारीमा आयो। र पहाडी इलाका आज खुलेको पनि छ, मनोरम छ। सूर्यास्त हुने बेलाको भएर त्यति प्रष्ट देखिने अवस्था चाहिँ छैन। यो मन्दिर चाहिँ सतीदेवीको नयन पतन भएको ठाउँ रहेछ। यहाँ नयनको आकार चाहिँ बनाएर राखिएको छ। माथि संरक्षणको लागि एउटा संरक्षित आकार बनाइएको छ भने तल
चाहिँ एउटा साइनबोर्ड लेखिएको छ। यो चैनपुर स्थित सिद्धकाली मन्दिरमा सरहरूसँग घुम्न मौका पायो। एकदम साह्रै खुसी लागिरहेछ। सरहरूले यहाँ मन्दिरमा आएर दर्शन गरेर खुसी लाग्यो होला भन्ने आशा गरेको छु। धन्यवाद। जिल्ला सरकारी वकिलको कार्यालय यो सङ्खुवासभा जिल्ला अदालत चैनपुरमै अवस्थित छ। चैनपुरमा अवस्थित छ र यो सरकारी कार्यालयहरूले यहीँबाटै सेवा प्रदान गर्दै रहेको अवस्था छ। यहाँ कृषि विकास बैङ्कको कार्यालय पनि यतै रहेछ र मुख्य बजार अगाडि यतातिर पर्छ। यो हो चैनपुर बजार, व्यापारिक क्षेत्र चैनपुर बजारको। यहाँको बासिन्दाको लागि यो किनमेलको प्रमुख आधार स्तम्भको रूपमा रहेको छ चैनपुर बजार। चैनपुर बजारबाट उत्तरतिरको दृश्य यस्तो देखिन्छ। हामी चाहिँ खादबारीबाट आएको। अहिले खादबारीको सिनेरियो चाहिँ अलि ओझेल परिसकेको अवस्था छ। हामी खादबारी बजार एरियामा छौँ अहिले। यो सङ्खुवासभाको सदरमुकाम हो अहिले चाहिँ। पहिला चैनपुर थियो, चैनपुरबाट सारेपछि अहिले खादबारी भएको छ। बहिनीलाई भाइरल बनाइदिनु हुन्छ। ए हुन्छ धन्यवाद। र आधुनिक समयमा अलिकति अब यो पार्कको एउटा कन्सेप्ट जुन छ, विभिन्न वाटरफल्सहरूदेखि लिएर पोखरी, जुन पोखरीको एउटा इतिहास थियो त्यो इतिहासलाई गर्नको लागि यहाँ एउटा पोखरी अहिले पनि छँदैछ, जीवन्त रूपमा छँदैछ। र यसलाई चाहिँ एउटा यहाँको स्थानीयहरूले चाहिँ एउटा दुःख पीडा चाहिँ नि गर्ने, बिर्सिने, यसो साथीभाइ जमघट हुने ठाउँको रूपमा चाहिँ यसलाई अहिले विकसित भएको छ। यो धन्यवाद। सङ्खुवासभाको खादबारी नगरपालिका आज शनिबार र बुधबार यहाँ हटिया लाग्दो रहेछ अनि किनमेल गर्ने ठाउँ यो। सबै जनताहरू यहाँ जम्मा भएर विभिन्न आइटमहरू खरिद बिक्री गर्नुहुँदो रहेछ। दिदी कति माछा कसरी हो? माछा हेरी हेरी छ। ए हो? 12, 50, हजुर 50, 2000। यो कहाँको माछा हो यो? सभाखोला। सभाखोलाकै हो? ए हस्। खुकुरी कसरी हो दिदी? यो ठुलो देखाउनु त। हो त्यो चाहिँ हजुर कति हजार? 12,000। ओहो महँगै रहेछ नि। त्यो कहाँ बनेको हो यो? ए सङ्खुवासभाकै कहाँ बनाइन्छ? ए राम्रो रहेछ।
दाजु नमस्ते। यो सक्खर कसरी दिनुभएको छ? केजीको 600। केजीको 600 हो। अलिअलि डिस्काउन्ट गर्न नमिल्ने? नयाँ निक्लेर डिस्काउन्ट त हुँदै जान्छ सर, हप्तै म यो शङ्खुवासभा जिल्लाको खादबारीमा छु अहिले। यहाँबाट देखिने सिनेरियो लगभग यता भोजपुर पर्छ होइन? यो भोजपुरको दिङ्ला भन्छ। ए दिङ्ला यही हो? हजुर, भोजपुरको चाहिँ इकाइ प्रशासन के अरे जिल्ला प्रशासनको इकाइ यहाँ इलाका प्रशासन कार्यालय भएको यही हो। ए दिङ्लामा होइन त? हजुर, दिङ्ला। हस्। यहाँबाट लगभग 360 डिग्री भ्यू जस्तो देखिँदो रहेछ। खादबारी बजार यहाँबाट अगाडितिर प्रष्ट देखिरहेछ। यो मेन खादबारी बजार चाहिँ यो रहेछ, यता तलतिर देखिन्छ। हजुर। अनि यो रातो घरहरू देखिने ठाउँ के ठाउँ हो? यो रातो घर चाहिँ यो के अरे हाम्रो बारी पहिरोले भएको, यहाँ सरकारले बनाइदिएको घर। ए हजुर। रातो बारी पीडित उता पहिला 76 सालतिरै आवासको व्यवस्था हुन्छ। हेलो नमस्ते। अहिले हामी यो तुमलिङ टारको क्षेत्रमा यो अरुण उपत्यकामा अवस्थित मनोकामना मन्दिरको दर्शनको लागि आएका छौँ र यहाँबाट हामी विभिन्न ठाउँमा दर्शन गर्दै र यहाँको सिनेरियोहरू पनि लिँदै गर्नेछौँ। बाँकी हामी सिनेरियोमा हेरौँ। अहिलेलाई धन्यवाद। माता मनोकामना चाहिँ सत्यदेवीको जुन महादेवले शरीर बोकेर हिँड्दाखेरि मरेपछि उहाँको चाहिँ जुन भागमा मन रहन्छ त्यो भाग चाहिँ यहाँ झरेको भएकाले माता मनोकामना हुनुभएको भन्ने अब किंवदन्ती छ। अनि माता मनोकामना चाहिँ यहीँ नै मात्रै पहिलो अब यो सृष्टिमा माता उत्पत्ति हुनुभएको चाहिँ यहीँ मात्रै हो। यहीँबाट अरू ठाउँहरू माताको अब शालिगहरू बनाएर पूजा गर्नुहुन्छ। हामी अहिले अरुण भ्याली अन्तर्गतको यो मनोकामना मन्दिर परिसरमा आएका छौँ। यो नदी चाहिँ अरुण नदी हो। अरुण नदी व्यापक रूपमा बगिरहेको अवस्था छ। मैले यो मनोकामना मन्दिर परिसरको दृश्य लिइरहेको छु अहिले। यो चाहिँ शङ्खसभाको ऐतिहासिक धार्मिक स्थल हो। यहाँ चाहिँ माता मनोकामनाको उत्पत्ति भएको भन्ने कुरो रहेको छ र यहाँ चाहिँ विभिन्न आकृतिहरू होइन छ, तर अहिले चाहिँ पानीको कारणले गर्दाखेरि देख्न नसक्ने भएकोले गर्दा अनि यहाँबाट चाहिँ यसको अलिकति शिला लगेर यहाँ माथि चाहिँ पूजा आर्चना गर्ने स्थल बनाइएको छ। यहाँ चाहिँ विशेष गरी जहिले पनि एकादशीको दिन पाइन्छ। ठुलो एकादशीको दिन चाहिँ ठुलो एकादशी मेला लाग्ने गर्दछ र मेन उत्पत्ति मनोकामना माता मनोकामना उत्पत्ति भएको ठाउँ पहिलो मन्दिर चाहिँ हो भन्ने कुरो छ सर। आशै काट्नु खुर्केर नजाउन हौ तर्केर यता हेर फर्केर तिमीलाई के कुरा र गाउँ बेसी सहारा चौताराको बारा पिपलुलाई भार वरपर गाउँ घर सबैजना मिलेर भजन गाउँ
कासेर पालेटी कासेर सती प्रथाको अन्त्य गर्ने बेलामा हजुर योगमाया भन्ने जुन छ नि सर योगमायाको स्कुलले चाहिँ हजुर हजुर यहाँबाट चाहिँ गरेको हामफालेको भन्ने इतिहासमा रहेको छ सर होइन ए हजुर हजुर त्यो भएकोले गर्दाखेरि त्यहाँदेखि चाहिँ सती प्रथा अन्त्य भएर अहिले योगमाया आयुर्वेद विश्वविद्यालय चाहिँ हजुर यहीँदेखि मास्तिर खुलेको छ सरकारले नै गरेर स्थापना भएको छ स्थापना कार्यालय स्थापना भएर भवन बन्ने कार्यहरू भइरहेछ हजुर हजुर अनि यो यसबाटै गरेको भन्ने कुरा छ सर यो मनोकामना मन्दिरमा चाहिँ ऐतिहासिक गीत हामीले सुनिआएको वारी जमुना पारी जमुना गीतका अमर स्रष्टा खेमराज गुरुङले चाहिँ यही क्षेत्रको भौगोलिक वातावरणलाई हेरेर होइन यही ठाउँलाई चाहिँ गरेर उहाँले गीत रच्नु भएको हामीले वारीपट्टि चाहिँ जमुना पारी पनि जमुनाको चाहिँ मनोकामना भन्ने जुन मन्दिर चाहिँ माथि रहेको छ हजुर त्यो गीतको सुरुवात चाहिँ यही ठाउँबाट भएको भन्ने म अहिले विश्वकै सबभन्दा होचो उपत्यका अरुण उपत्यकामा छु यो सङ्खुवासभा जिल्लाको खादबारी नगरपालिका अन्तर्गत पर्दछ यो क्षेत्रको विशेषता भनेको यो विश्वको सबभन्दा होचो उपत्यकादेखि लिएर विश्वको चौथो अग्लो मकालु हिमाल अवस्थित जिल्ला हो यो र यो अरुण उपत्यका अन्तर्गत यहाँ चाहिँ तुमलिङटार भन्ने ठाउँमा एयरपोर्ट पनि छ म अहिले तुमलिङटार विमानस्थलमा छु अब हामी त्यो खादबारी सङ्खुवासभा खादबारीको यात्राको अन्तिम बिन्दुमा छौँ हामीले अब यो सङ्खुवासभा यात्रा यहीँ अन्त्य गर्दैछौँ।